नमस्कार। साहित्य घरको कुनाबाट म आज मेरो आफ्नै दुई मुक्तकहरू लिएर उपस्थित भएको छु। मेरा मुक्तकहरू सुनेपछि सल्लाह सुझाव दिन नभुल्नुहोला। मेरा मुक्तकहरू पटक पटक ढलेर उठेको मान्छे हुँ म, पटक पटक ढलेर उठेको मान्छे हुँ म, कसैले निर्धक्क भुलेको मान्छे हुँ म। सहर पस्नेहरूले गन्दैनन् आजभोलि, सहर पस्नेहरूले गन्दैनन् आजभोलि, यो गाउँघरमा बचे खुचेको मान्छे हुँ म, पटक पटक ढलेर उठेको मान्छे हुँ म, यो गाउँघरमा बचे खुचेको मान्छे हुँ म। फेरि अर्को मुक्तक। तिमी मलाई फुर्सदमा मात्र सम्झन्छौ, तिमी मलाई फुर्सदमा मात्रै सम्झन्छौ, किन बेला बखतमा मात्रै सम्झन्छौ, तिमी मलाई फुर्सदमा मात्र सम्झन्छौ, म भने मुटु टुक्र्याउन पनि तयार छु, म भने मुटु टुक्र्याउन पनि तयार छु, तिमी मलाई सङ्कटमा मात्र सम्झन्छौ, तिमी मलाई फुर्सदमा मात्र सम्झन्छौ, तिमी मलाई सङ्कटमा मात्र सम्झन्छौ। कस्तो लाग्यो मेरो यो मुक्तकहरू? तपाईँहरूले पनि यसरी नै मेरो आवाजमा मुक्तक वाचन गर्न चाहनुहुन्छ भने मलाई इनबक्समा तपाईँको मुक्तक, गजल, कविताहरू पठाउन सक्नुहुन्छ। धन्यवाद।